Hello everyone. सबैजना ठिकै हुनुहुन्छ होला। म चाहिँ भर्खर उठेको है। हिजो चाहिँ मेरो नाइट ड्युटी थियो अन्त नाइट ड्युटी सकेर चाहिँ बिहानको 7 बजे सुतेको। अहिले भर्खर उठेको। अहिले कति बज्यो? अहिले 4:30 बजिसक्यो। 10 मिनट भर्खर अगाडि उठेको। सो अब आज छुट्टीको दिनमा त्यति जान्छ, सुत्दै जान्छ। सो भर्खर उठेको। अब उठेपछि कामहरू गर्नु पर्यो, छुट्टीको काम है। त्यही हो, कामहरू गर्नुपर्छ। छुट्टीको दिन के कस्तो बित्छ म तपाईँलाई देखाउँछु है त। यस्तै छ। भर्खर उठि भयो हो। निन्द्रा पनि के डरै लाग्दो लाग्छ। दिउँसो पनि डरै लाग्दो लाग्छ। गाह्रो छ। छुट्टीको दिनमा घुम्नु जाउँ भन्यो। कहाँ जाने? बेलुका आउँदा बेलुका आएपछि होइन, बेलुका आएर यसरी सुत्दाखेरि 4 साढे 4 बजी उठिहाल्छु। टाइम पनि कति छिटो बित्छ। अब 4:30 भयो, उठ्यो, भोक लागिरहेछ, चिया बनायो, चिया खाना बनाउनुपर्छ। बनायो, खायो। मेरो पेट हो साथीहरू है। अब छुट्टीको दिनमै हो, धुलो पार्नु भनेको। सो च्यालेन्ज मिलायो। बाहिरको नजारा हो। अहिले चाहिँ 4:30 बजी चाहिँ यस्तो डरै लाग्दो घाम लागिरहेको छ। अब कहीँ जानु सक्दैन, कहाँ जाने? सो यो चाहिँ हाम्रो बस।